नमस्कार, शुभ प्रभात, जोजोलपा। आज हामी शारीरिक व्यायामको लागि गरिने विभिन्न क्रियाकलापहरू मध्येको एक साइक्लिङको बारेमा बुझ्नको लागि काठमाडौँ दरबार क्षेत्र बसन्तपुरमा आइपुगेका छौँ। आज हामी साइक्लिङको फाइदाहरू, साइक्लिङ किन गर्ने, साइक्लिङले कसरी स्वास्थ्यमा सकारात्मक असर गर्छ भनेर केही साइकल यात्रीहरूसँग उहाँहरूको प्रतिक्रियाहरू लिनेछौँ। कृपया भिडियो अन्तिमसम्म हेरिदिनुहोला। मन परेमा लाइक, कमेन्ट र सेयर पनि गरिदिनुहोला। साथै यस्तै भिडियोहरू हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी बेल आइकन मेरो नाम सुशील मानन्द हो। म अहिले सानेपा बस्छु। गङ्गाराम महर्जन पोखराबाट। मेरो दिपेन्द्र चन्द, म कलङ्कीबाट। मेरो नाम निरु महर्जन, म यही कालीमाटीबाट। म सङ्गीता महर्जन हो, स्वयम्भू डल्लो आवासबाट। साइला महर्जन, जय बाइसरी, शान्त महर्जन, दमती। साइक्लिङ कति समयदेखि गराउनु भएको छ तपाईँले? साइक्लिङ त म बच्चैदेखि गर्दै आएको हो। बिचमा 15-16 वर्षदेखि कन्टिन्यू राम्रै साइक्लिङ गरियो। अब अहिले बिचमा कामको सिलसिलामा ब्रेक भएपछि अहिले 2-4 वर्ष फेरि कन्टिन्यू गरेको छु। साइक्लिङ गरेको लगभग 2 वर्ष। खासमा साइकल चलाउन थालेको त बच्चादेखि भन्नु भयो होइन, लगभग 7-8 वर्षदेखि नै। र यसरी साइक्लिङमा हिँड्न थालेको चाहिँ लगभग 8-10 वर्ष भयो। साइक्लिङ सुरु गरेर धेरै भएको छैन, 2 महिना जति भयो। साइक्लिङ त 2 वर्ष भयो हामी गरेको। 10 वर्ष जति त भइसक्यो। लगभग 2 वर्ष भयो। दिनमा कति घन्टा साइक्लिङ गर्नुहुन्छ नि हजुर? रेगुलर त अलिकति भ्याइँदैन। दिनमा 4-5 घन्टा यो हलिडेजहरूमा चाहिँ जान्छु। अरू दिनमा चाहिँ आधी घन्टा जस्तो 1 घन्टा। दिनमा खासै भन्यो भने बिहान 2 घन्टा, शनिबार एक दिन चाहिँ खासै दिनभरि नै हुन्छ। शनिबार त 4-5 घन्टा। बिहान 5 to 7 सम्म, कहिले 8 बज्छ। दिनमा कति घन्टा गर्नुहुन्छ लगभग? दिनमा 2-3 घन्टा, 2-3 घन्टा। बिहान मर्निङ टाइममा मात्र हो गर्ने त। लगभग त हुन्छ होला 10-12 घन्टा। प्रोग्राममा चाहिँ म जहिले पनि यस्तो सहभागी चाहिँ भइरहेछ। के फाइदा पाउनुभयो साइक्लिङ गरेर तपाईँले? साइक्लिङ गर्दाखेरि त धेरै नै फाइदा भयो मलाई चाहिँ। शरीरको स्वास्थ्यको लागि चाहिँ एकदम साइक्लिङको एकदमै धेरै इम्पोर्टेन्ट छ, धेरै महत्त्वपूर्ण छ। अनि साइक्लिङको धेरै फाइदाहरू छन् नि। अब एउटा त हेल्थ पनि मेन्टेन हुने भयो, फन भयो, सोसियलाइजिङहरू सबै पनि। साइक्लिङ गरेर हिँड्दाखेरि एक किसिमले मानसिक तनावबाट छुटकारा पाइन्छ, शारीरिक तन्दुरुस्ती त यसै पनि हुने भयो होइन। आत्मविश्वास बढ्छ, अनि फोकस बढेको मैले महसुस गरेको छु। एउटा त हेल्थ नै भयो होइन। म आफू पनि माइग्रेन पीडित हो होइन। त्यो खास चाहिँ अक्सिजनको कमीले गर्दाखेरि हुन्छ हामीलाई अलिकति प्रब्लम। त्यसले गर्दाखेरि त्यो एउटा बेनिफिट भयो भने मलाई अलिकति जिउ हल्का भएको जस्तो पनि फिल भइरहेको छ। साइकल गरायो भने दिनभरि एकदम फ्रेस हुने, बिहान एकचोटि गरायो भने एकदम फ्रेस, जस्ट एकदम जिउ चाहिँ एकदम हल्का हुन्छ, त्यही हो। अब पर्सनली चाहिँ नि जस्तै अब मेरो खुट्टाहरू दुख्नेहरू यस्तो भइरहेको थियो होइन, यस्तो खुराहरू दुख्नु भएको थियो, त्यो हल्का कम भएको छ भनेदेखि अब जस्तै अरू अब हिन्दीमा पनि अलिकति फास्ट भइरहेछ, त्यही हो। एक्सर्साइजहरू हल्का भइरहेछ। जस शरीरको लागि चाहिँ छ। फाइदा छ। साइक्लिङ सुरु गर्न खोज्ने साथीहरूलाई कस्तो सल्लाह दिनुहुन्छ? अब अलिकति आजभोलि चाहिँ ओल्ड एजमा पनि साइकल चलाउनुपर्छ भन्ने ट्रेन्ड चलेको छ। अब त्यसमा आफ्नो जोस जागर चाहिँ हुनु पऱ्यो होइन। त्यो साइकल चलाउन आउँदैन, टाइम छैन भन्ने चाहिँ केही पनि ठुलो कुरा होइन कि। आफ्नो जोस छ, मलाई इच्छा छ भने त सकिहाल्छ, राम्रो सजिलै सकिन्छ। यो साइक्लिङ सुरु गर्न खोज्ने साथीहरूलाई के सल्लाह दिनुहुन्छ? साइक्लिङ सुरु गर्न खोज्ने साथीहरूलाई त एकदम जरुरी नै छ। साइकल चलाउनु एकदमै स्वास्थ्यको लागि एकदमै फाइदाजनकै छ। बिहान कम्तीमा आधी घन्टा 1 घन्टा अनिवार्य रूपमा साइक्लिङ गर्नुपर्छ। यो चाहिँ एक त अब एक्सर्साइज, जुनसुकै एक्सर्साइज पनि गर्नुपर्छ। नयाँ नयाँ ठाउँ चाहिँ एक्सप्लोर पनि हुन्छ, साथीभाइ पनि भेट हुन्छ, हेल्थलाई पनि हुन्छ भन्ने हिसाबले। अनि हामीले इन्भाइरोमेन्टको लागि पनि हामीले राम्रो हुन्छ। हेल्थ चाहिँ एकदम राम्रो हुन्छ यो साइकल गरेर चाहिँ। साइकल चाहिँ गर्नुपर्छ। म साइकल चढ्नु नै भन्छु, किनभने 2 घन्टा आफ्नो स्वास्थ्य हेर्ने हो होइन। घरमा त कसैको भ्याउँदैन, अरूको लागि होइन, आफ्नो लागि भए पनि साइकल चढ्नुपर्छ, त्यही भन्छु म। अब यो शरीरको लागि राम्रोको लागि यसो गर्नको लागि चाहिँ बोलाउँछु। आज हामीले साइक्लिङको बारेमा केही अनुभवी साइकल यात्रीहरूसँग कुराकानी गर्यौँ।
उहाँहरूको व्यक्तिगत अनुभवबाट साइक्लिङले जीवनमा ल्याएका परिवर्तनहरू पनि सुन्यौँ। उहाँहरूको अनुभव हामीलाई पक्कै पनि मार्गदर्शन बन्नेछ। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यस्तै सामग्रीहरूको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी बेल आइकन थिचिदिनुहोला।